चाहिँ हाम्रो सानो कोठेबारीमा भएको है यसरी चाहिँ सानो हाम्रो बारीमा यसरी फलेको छ सिमीहरू। हेर्नु चाहिँ साथीभाइहरू अहिले टिपेको यो यही बारीबाट ड्रममा भएको सानो भए पनि बारीमा ल ड्रममा भएको छ है। यो चाहिँ हाम्रो यसो कोठेबारी साग पनि मुनि रोपेको छौँ। हेर्नुहोस् है यसरी रोपेको छौँ। लौकीको यहाँ छ, लौकीको चाहिँ है यहाँ चाहिँ चिन्डेको बोटो यो चाहिँ लौकीको।